हेलो एभ्रिवान, वेलकम बैक माई न्यू ब्लग डे सेकेन्ड सिक्लेसको यात्रा। हेर्नु न मैले कस्तो अल्छी गरेको यो ब्लग अपलोड गर्नलाई नि। तपाईहरु कति वेटिङमा बस्नु भएको थियो होला मेरो ब्लगको। अस्ट्रेलियन बेस क्याम्पबाट झरेर चाहिँ हामी सिक्लेस जाने भनेर हिँडेको, तर गाडी चाहिँ 1 बजे पछाडि नपाउँदो रहेछ के। अनि त्यसपछि हामी 3 बजे पुगेको थियौँ, त्यहाँ गाडी गइसक्या रहेछ। जीप आउँदाखेरि त 5 बजेको, अनि बेलुका जाँदा त हेर्नु न सिक्लेस त पुरै अँधेरोमा हेर्यौँ। हामी पुग्दाखेरि लगभग 8 बजेको थियो, केही नदेखेको हेर्नु न। अनि यहाँ चाहिँ बाली भित्राउने हो कि के गर्ने भनेर राति गीत सित बजाउन केही नदिँदो रहेछ, त्यही भएर मैले बेलुकाको चाहिँ भिडियो बनाइन। त्यो दिन गएर चाहिँ हामी होटल अन्नपूर्णमा बस्यौँ। अनि बिहानै 10 बजे उठेर सिक्लेस पार्कमा जाने भनेर के सनराइज हेर्नको लागि निस्क्यौँ हामी चाहिँ। अब 10 बजे भन्दा पहिला उठ्नेलाई पो सनराइज हुन्छ होइन। हामी त जहिले 10 बजे पछाडि उठ्नेलाई के सधैँ त्यही, अब सनराइज नै त्यही भनेर हिँडेँ। बाटो चाहिँ आधी घन्टाको रहेछ, त्यो आधी घन्टा पनि हिँड्न नसकेर यति आपतक भएन क्या हामीलाई। आधी घन्टाको बाटो जानलाई 2 घन्टा लाग्यो हामीलाई। सनराइज हेर्ने भनेर हिँडेको हामी, धन्न धन्न त्यहाँ हिमाल त देख्न पायौँ, नत्र त्यो हिमाल पनि 12 बजे पछाडि चाहिँ छेकिने रहेछ के। यो दुईटा भेडा, उता पछाडि खाने भेडा, यो दुईटा नि भेडा। अनि म चाहिँ भेडिया। जति दुःख भए पनि यो भ्यू देखेपछि चाहिँ दुःख सब हटाउँदो रहेछ। यो भ्यू हेरिसकेपछि चाहिँ मनै आनन्द हुने रहेछ कि। त्यो हिमाल भयो नि 12 बजे भयो नि त्यति हिमाल चाहिँ देख्न पायौँ। मान्छेहरू त प्रायः सबै फर्किसक्नु भएको रहेछ कि हामी पुग्दासम्म। अनि जुन ठाउँमा पनि लेट पुग्ने हामी, तर हामी आउन सकेनौँ त्यति बेला। यस्तो राम्रो ठाउँमा पुगिसकेपछि अलिअलि भिडियो त बनाउनै पर्यो होइन साथीहरू। अनि हामीले त्यहाँ भिडियोहरू बनायौँ। हामीले त यहाँबाट साडी पनि बोकेर गथ्यौँ कि त्यहाँ गएर सनराइज भएको बेलामा लगाउने भनेर। सनराइज त भएन, त्यही पनि हामीले साडी चाहिँ लगायौँ। हुन त 12 बजे सनराइज भयो भने त डराउँछौँ मलाई नि। अनि लगभग 1 साढे 1 बजे हामी त्यहाँबाट फर्कियौँ, हिँड्न नसकेर हेर्नु न। अनि यहाँबाट पुरा सिक्लेस गाउँ देखिँदो रहेछ। अनि त्यहाँबाट पारीको चाहिँ तान्तिङ गाउँ रे। अन्त कहाँ पुलिस पकाएको देखा न। खै अब चाहिँ हामी सिक्लेसबाट रिटर्न ब्याक लाग्यौँ, ब्याग स्याग बोकेर झोलासोला बोकेर। अब नेक्स्ट हाम्रो डेस्टिनेसन भनेको पोखरा हुनेछ। अब पोखरा गएर चाहिँ हामीले काइकिङ गर्ने सुर छ। मेन मान्छे यता हेर्न, मेन मान्छे भनेपछि त जे कुरा नि हेर भन्नुपर्छ हामीलाई। जाने बेलामा त हामीले केही भ्यूहरू हेर्न पाएन, यस्तो राम्रो राम्रो झर्ना रहेछ। हामी बेलुका भएर अनि फर्किने बेलामा चाहिँ सबै दामीसँग भ्यूहरू सबै हेर्दै फर्किएँ। अनि यो पुल चाहिँ मलाई खतरा दामी लागेको। हेर्नु कति लङ्गेस्ट पुल। यो पुल चाहिँ उता पारीबाट हिँड्यो भने यता वारी आउने रहेछ। हामीलाई थाहा भएन, नत्र म त्यहाँबाट हिँडेर आउने सोचिरहेको थिएँ। अनि यहाँ पुलमा आएपछि हल्का टिकटकहरू बनायौँ, फोटोसोटो खिच्यौँ। अनि लास्टमा बसेर गाडीले यस्तो उकाल्थ्यो, त्यस्तो बेला पनि गीत गाउनु पर्दैन क्या। अझ यो झर्ना चाहिँ ठुलो रहेछ, तर यहाँ गाडीभित्र भएर देखाउन चाहिँ मिलेन। अनि त्यसपछि हामी चिप्ले भन्ने ठाउँमा आइपुग्यौँ। त्यहाँ आउँदाखेरि 5 बजिसकेको थियो। अनि एउटा सरप्राइज भनौँ तपाईँहरूलाई, त्यो 5 बजे पनि हामीले खाना खायौँ कि खाजा नखाइकन। अनि त्यहाँबाट 5:30 बजीतिर हामी हिँड्यौँ। अनि सनराइज हेर्न नपाए पनि सनसेट त हेर्न पाइयो नि भनेर हिमाल हेर्नु न यहाँबाट राम्रो देखिने रहेछ के। अनि साथीहरू हाम्रो सिक्लेसको ट्रिप यस्तै रह्यो। मेरो भिडियो कस्तो लाग्यो लाइक, सेयर अनि कमेन्ट पनि। अनि नयाँ नयाँ भिडियो हेर्नको लागि सब्सक्राइब पनि गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।